नमस्ते, मेरो नाम डाक्टर सोफी लामिछाने र आजको मेरो छलफलको विषय रहेको छ रिटेनर्स। अनि त्यसको महत्त्व चाहिँ के रहेको छ त भन्ने कुरा चाहिँ म यही भिडियोमा छलफल गर्नेछु। अनि मेरो यो भिडियो चाहिँ मैले रिसर्च आर्टिकलहरू लाई चाहिँ रेफरेन्सेस मानेर चाहिँ यो भिडियो बनाएको एन्ड यु आर मोर देन वेलकम टु गो थ्रु द रेफरेन्सेस विच आई हेभ लिस्टेड इन माई भिडियो है त। अब चाहिँ म मेरो टपिकमा चाहिँ स्टार्ट गर्नेछु। अनि फर्स्टको क्वेसन भनेको चाहिँ रिटेनर चाहिँ किन लगाउने हैन। रिटेनर किन लगाउने भन्दाखेरि रिटेनरले चाहिँ हाम्रो जुन दाँतको आइडियल पोजिसनमा हामी जुन पुगेको हुन्छौँ एट द एन्ड अफ द ओर्थोडोन्टिक ट्रिटमेन्ट, त्यो आइडियल पोजिसनलाई चाहिँ मेन्टेन गर्नको लागि चाहिँ हामीले चाहिँ रिटेनर लगाउनेको रिजन चाहिँ त्यो। अब किन त भनेर अझै फर्दरमा हजुरहरूलाई इन्फर्मेसन चाहिएको छ भने चाहिँ डिसअर्गनाइज्ड पेरियोडन्टल फाइबर, हाम्रो दाँत मुभ हुँदाखेरि चाहिँ हजुरको पेरियोडन्टल फाइबर जुन चाहिँ दाँत र हड्डीलाई जोडेको लिगामेन्ट हो, त्यो लिगामेन्टको ओरिएन्टेसन नै एकदमै झिपाइदै हुन्छ। अनि त्यसलाई चाहिँ मेच्योर बनाउनको लागि त्यही पोजिसनमा, अब सुरुमा त अर्कै पोजिसनमा हुन्छ, सपोज यस्तो थियो भने अब त्यसलाई यस्तो बनाइएको छ भने त अब त्यो पेरियोडन्टल लिगामेन्टले पनि एडजस्टमेन्ट गर्नुपर्ने हुन्छ त होइन। पहिला अब यस्तो थियो भनेपछि लामो थियो होला, अब त्यो फेरि छोटो हुनु पर्यो, जस्ट एन इक्जाम्पल है। अब त्यो पेरियोडन्टल लिगामेन्टले चाहिँ कुन पोजिसनमा यो गएको छ त भनेर चाहिँ त्यो अड्याप्ट गर्ने टाइम लाग्छ कि उसलाई। अनि त्यो अड्याप्ट गर्ने भनेको चाहिँ लगभग 12 महिना, अकर्डिङ टु रिसर्च 12 महिना चाहिँ लाग्छ। अनि बोनलाई पनि मेच्योरिटी हुनको लागि लगभग त्यति नै समय लाग्छ, किनभने अर्थोडोन्टिक ट्रिटमेन्ट सकिएको बेलामा हजुरको दाँत चाहिँ मुभ हुनु भनेको चाहिँ नयाँ हड्डी फर्मेसन भएर चाहिँ मुभ भयो, दाँत मुभ हुन्छ, त्यो एरियाको जहाँनिर मुभ भयो त्यहाँको हड्डी पग्लिन्छ, एन्ड देन जुन एरियामा पहिला दाँत थियो त्यो दाँत त्यो पोजिसनबाट मुभ भएर अर्को पोजिसनमा आउँदाखेरि त्यो ठाउँ त खाली भयो नि त, त्यो ठाउँमा चाहिँ हजुरको नयाँ हड्डी बनिन्छ। त्यो नयाँ हड्डी त भर्खर बनिएको हुन्छ, द्याट इज नट मेच्योर। त्यसलाई चाहिँ मेच्योरिटी दिनको लागि चाहिँ हामीले केही समय हाम्रो दाँतलाई चाहिन्छ, हाम्रो हड्डीलाई चाहिन्छ। अनि त्यो चाहिँ रिटेनरले चाहिँ हेल्प गर्छ प्रोभाइड गर्न। त्यो दाँतलाई एउटै पोजिसनमा राखिदिएपछि त त्यो तलपट्टि ग्रो भइरहेको कुरा त त्यही ठाउँमा नै ग्रो हुने भयो नि त, मेच्योर हुने भयो। सो त्यो सबै कुरालाई चाहिँ मेन्टेन गर्नको लागि रिटेनर लगाइने गरिन्छ। अनि मैले भनिहालेँ 12 महिना चाहिँ लाग्छ त्यो सपोर्ट गर्नको लागि दाँतलाई, किनभने नयाँ फर्म भएको बोनले अनि त्यो पेरियोडन्टल लिगामेन्टको नयाँ पोजिसनमा आइपुगेर त्यसमा चाहिँ मेच्योर हुनलाई 12 महिनाको समय चाहिँ मिनिमम लाग्छ अकर्डिङ टु रिसर्च। अब त्यति भएपछि हाम्रो वाइ वी आर वेयरिङ रिटेनर भन्ने कुरा चाहिँ एन्सर आयो होइन त। अब नेक्स्ट क्वेसन भनेको कति समय लगाउनु पर्ने हुन्छ रिटेनर। टु बी अनेस्ट रिटेनर भनेको चाहिँ लाइफ लङ कमिटमेन्ट हो। हजुरले एकचोटि ओर्थोडोन्टिक ट्रिटमेन्ट इन्भिजिलाइन गर्नुहोस् या ब्रेसेस गर्नुहोस्, इट डज नट म्याटर, तर दाँत मुभमेन्ट भइसकेको केसेसहरूमा चाहिँ रिटेनर लगाउनु इज म्यान्डेटरी फर लाइफ टाइम। अनि त्यो भनेको चाहिँ लाइफ लङ कमिटमेन्ट हो। अनि वेयर टाइम चाहिँ फेरि चेन्जेस हुन्छ है। फर्स्ट 6 मन्थ मैले अघि भनिहालेँ एकदमै क्रुसियल टाइम, 4 to 6 मन्थ। त्यसमा चाहिँ फुल टाइम वेयर सजेस्ट गरिन्छ। फुल टाइम वेयर भनेको चाहिँ हजुरले खाना खाँदा, ब्रस गर्दा, सुगरी ड्रिङ्क्सहरू केही खाँदै हुनुहुन्छ भने यु निड टु टेक यर रिटेनर्स आउट, त्यही हो। फुल टाइम वेयरमा चाहिँ हजुरले अरू बेला कतिखेर पनि निकाल्नुहुन्न, त्यो समयमा मात्रै रिटेनरलाई निकाल्नुहुन्छ। अनि नाइट टाइम वेयर चाहिँ कहिले हुन्छ भन्दा नाइट टाइम वेयर चाहिँ आफ्टर 6 मन्थ्स नाइट टाइममा मात्रै लगाउने, अरू बेला चाहिँ नलगाए भयो। राति सुत्नुभन्दा अगाडि चाहिँ रिटेनर लगाएर मात्रै सुत्ने, त्यो चाहिँ आफ्टर 6 मन्थ्स। अब यो पनि अकर्डिङ टु रिसर्च, अनि यो चाहिँ केस बाई केस बेसिस हुनसक्छ, ओर्थोडोन्टिस्टले कस्तो सजेस्ट गर्नुहुन्छ त्यही अनुसार नै अगाडि बढ्ने हो। दिस भिडियो इज जस्ट जेनरल आइडिया अफ वाट इज गोइङ अन है। अब अर्को भनेको चाहिँ रिटेनरको कस्तो कस्तो टाइपहरू हुन्छ। रिटेनरमा चाहिँ हजुरको निकाल्ने राख्ने रिमुभेबल, अर्को भनेको चाहिँ फिक्स्ड है। रिमुभेबल जुन निकाल्ने राख्ने मोस्ट अफ द टाइम हजुरहरूले थाहा पाउनु भएको कमन भनेको चाहिँ निकाल्ने राख्ने नै हो। अनि फिक्स्ड पनि हुन्छ, इट डिपेन्ड्स अन द केस। अनि ओर्थोडोन्टिस्टले चाहिँ कसैले चाहिँ फिक्स्ड पनि राख्नुहुन्छ एन्ड देन रिमुभेबल पनि राख्नुहुन्छ, द्याट इज अल द प्रेफरेन्स है। म जस्ट एक्सप्लेन मात्रै गर्दैछु कस्तो कस्तो टाइप हुन्छ भनेर। अनि मोस्ट कमनली युज हुने भनेर चाहिँ
अब यसमा हाम्रो रिमुभेबल अनि फिक्स दुईवटा राखेको छु फर एकदम मोस्ट कमन टाइप भनेको हली टाइप है एन्ड सेकेन्डमा भनेको भ्याक्युम फोन रिटेनर जुन चाहिँ अलाइनर जस्तो देखिन्छ क्लियर हुन्छ अनि अर्को भनेको चाहिँ लिङ्गोली बन्डेड वायर अनि त्यसको भेरिएसन्स लिङ्गोली बन्डेड वायर्स भनेको चाहिँ यता लिङ्गोली दाँतको पछाडि चाहिँ वायरलाई टाँसिन्छ दाँतमा त्यो माथि पनि हुनसक्छ तल पनि हुनसक्छ स्पेसली अगाडिको दाँतहरूमा चाहिँ बाहिरबाट होइन यता भित्रपट्टिबाट चाहिँ गरिन्छ त्यो चाहिँ लिङ्गोली बन्डेड वायर भन्छ अब त्यसको भेरिएसन्सहरू जे पनि हुनसक्छ एन्ड द्याट डिपेन्ड्स ओर्थोडन्टिस्टले कस्तो खालको राख्न प्रिफर गर्नुहुन्छ हजुरको केसमा है द्याट अल डिपेन्ड्स अन द ओर्थोडन्टिस्ट अनि अर्को भनेको टिप्स एन्ड ट्रिक्स अब सपोज हजुरको ओर्थोडन्टिक ट्रिटमेन्ट सक्यो ओर्थोडन्टिक ट्रिटमेन्ट सक्यो अब मेरो कन्ट्रिब्युसन एकदमै थोरै छ जस्तो लाग्छ भने यु आर रङ किनभने अब ओर्थोडन्टिस्टले जुन कन्ट्रोल गरिराख्नु भएको थियो टुथ मुभमेन्ट इट इज नट गोइङ टु ह्यापन अब किनभने हि इज डन विथ द ट्रिटमेन्ट अब आइडियल पोजिसनमा हजुरको दाँत आइसकेको छ अब त्यसलाई मेन्टेन गर्ने जिम्मा चाहिँ हजुरको सो जसरी सजेस्ट गर्नुभएको छ फुल टाइम वेयर भन्नुभएको छ भने फुल टाइम अनि नाइट टाइम वेयर भन्नुभएको छ भने नाइट टाइम यु हेभ टु फलो यर ओर्थोडन्टिस्ट सजेसन है अब त्यो भयो अनि अब रह्यो बाँकी के कसरी सफा गर्ने रिटेनर कसरी सफा गर्ने भन्दाखेरि साबुन पानीले सफा गर्न सकिन्छ अनि हाम्रो नर्मल ब्रस साबुन पानी अनि रिटेनर सफा गर्न भनेर एउटा ब्रस छुट्टै राख्न सकिन्छ त्यसले हजुरको लाउनुभन्दा अगाडि स्पेसली खाना खाएपछि बिहान बेलुका दुईचोटि नै ब्रस गर्ने कि हजुर जतिखेर ब्रस गर्नुहुन्छ त्यतिखेर नै ब्रस गर्ने त्यसलाई पनि अनि त्यसपछि लगाउने सफा गरेर अनि अर्को भनेको अर्को एउटा साबुन पानी भयो अनि अर्को भनेको चाहिँ ब्रस गरिसक्नुहुन्छ अनि लास्टको रहल पहल टुथपेस्ट हुन्छ जुन टुथब्रसमा यु क्यान युज द्याट टु क्लिन यर रिटेनर्स अनि भित्र क्लिन गर्ने रिटेनर भनेर बाहिर क्लिन गर्ने होइन कि हजुरको दाँतसँग जुन कन्ट्याक्टमा आउँछ जुन सर्फेस त्यो सर्फेस चाहिँ क्लिन गर्ने अनि यु निड टु क्लिन इट ट्वाइस अ डे द्याट इज आइडियल नत्र भए त्यो एकदम हजुरले भ्याक्युमवाला रिटेनर लगाउनुहुन्छ भने त त्यो भित्रपट्टि पुरै लेयरै बस्छ कि प्लाकको होइन अनि त्यो भयो भने चाहिँ झन् फेरि किरा लाग्ने चान्सेस चाहिँ हाई हुन्छ यदि त्यो हाइजिन मेन्टेन गर्नु भएन रिटेनरको भने अनि मैले भनिहालेँ लाइफ लङ कमिटमेन्ट हो अनि अर्को भनेको चाहिँ तपाईँ रिटेनर लिँदै हुनुहुन्छ ओर्थोडन्टिस्टले रिटेनर बनाएर दिँदै हुनुहुन्छ भने मेक स्योर टु युआर गेटिङ 2 सेट्स अफ रिटेनर्स एउटा चाहिँ हजुर रेगुलर युजको लागि अनि अर्को भनेको चाहिँ स्पेयर सेट जुन चाहिँ तपाईँले केही त्यो रिटेनर केही बिग्रेको भत्केको या हराएको खण्डमा चाहिँ यु क्यान युज दोज होइन अनि अर्को भनेको चाहिँ हजुरले मोडल जुन आइडियल दाँतको पोजिसनको तपाईँको आइडियल दाँतको पोजिसनको मोडल छ त्यो मोडल चाहिँ आफूसँग राख्नु होला एक्स्ट्रा किनभने जुन उहाँहरूले भ्याक्युम रिटेनर बनाउनु भएको छ या जुनैसुकै रिटेनर बनाउनु भएको छ भने त्यो भाँचिएर जान्छ कि त्यो भाँचिएपछि चाहिँ त्यो एक्स्ट्रा मेरो लागि चाहिँ एक्स्ट्रा मोडल दिनु होला भनेर चाहिँ माग्नु होला सो द्याट इन फ्युचर तपाईँहरूले चाहिँ त्यही मोडल लगेर दिँदाखेरि चाहिँ त्यही मोडलमा नै भ्याक्युम रिटेनर उहाँहरूले बनाइदिन सक्नुहुन्छ अनि त्यही आइडियल पोजिसन नै मेन्टेन हुन्छ त्यो पनि गर्न सकिन्छ अनि यति नै हो अहिलेको यो भिडियोको लागि एक्स्ट्रा केही इन्फर्मेसन दिनु पऱ्यो भने म अर्को भिडियो अफकोर्स अपलोड गर्ने नै छु अनि इफ यु हेभ एनी क्वेसन्स एन्ड कन्सर्न्स प्लिज लेट मी नो इन द कमेन्ट section below. Thank you very much for your time. Have a great day.